हेलो एन्ड नमस्ते। हामी चाहिँ फेरि पनि आइसकेको छौँ नयाँ भिडियोमा, नयाँ एनर्जीको साथ होइन। हामी चाहिँ कहाँ गएको भन्दाखेरि यो कता गयो यो रानी यो घामलाई च्यालेन्ज हान्नु गएको हामी चाहिँ खासै खोलोतिर है। अनि एउटा कुरा किम्बु यस्तो जहाँ है म त संस्कारी भ्लग बनाउँछु नि त हो। यस्तो दामी छ ए यसरी फल्छ है त्यहाँ किम्बु म त फका यतातिर छैन रहेछ हौ। तर यति भए पनि चल्छ है हामीलाई चाहिँ। त्यही हो भेट्यो पर नि पिसाब ला नानी। देखिए नज़ारा कितना अच्छा है हमारा गांव का। और नहीं यस ऐसा क्या, ये तो इसके चाक से भाग निकल रहा है बेंचौत। कहाँ से कहाँ? चराहरूको कुराकानी हुँदैछ ल गाइस। चरा है हमारा गाउँ हैं, क्लब भवन है, वो मेरा मौली है। देखो इधर भी हमारा ही मौली गाउँ। ओ नाइस। यो बहिनीसँग चाहिँ यो बहिनीको थोडा मिल्छ यता त्यता हो। बहिनी निरेकै अनुहार लिएर जन्मेको रहेछ नि जाँठी। अघि हामीले यहाँ 1 घन्टा जति हाम्रो साथीहरूले पर्खेछ कि अन्त हामी चाहिँ ढिलो गरेर चाहिँ उनीहरू त अघि गइछ क्या। अब राम सेन्टिस भइदियो होला नि त हो। अम्बो त्यतिकै ओगेम्बा डाँडा दे बिहाइन्ड द सिन बिहाइन्ड द ओगेम्बा ओगेम्बा चाहिँ एकदम राम्रो छ है ठाउँहरू। अनि अब हाम्रो नि ठाउँ त राम्रै हो, तर अलिकति बाढी पहिरोहरूले यस्तो अलिकति घरहरू उडाइलानु खोजिरहेको छ क्या अरू के होइन। तर यतातिर झन्डै चप्पलहरू पनि हराएको छ, सातो पुत्लो उडाइ है। अब आत्तालेर मानिसहरू थोरै यो अमिलो खाइदियो भाइ चोक्ची के भन्छ यसलाई, नाइस हुन्छ नि अमिलो छ। दिनुहोस् त नानी खाएँ है मैले भनेको होइन। बोले अनि ऐसेलु पनि देख्न सक्नुहुनेछ हामीले। ऐसेलु ओ छुट्टा भाइ यहाँ तल देख्यो ऐसेलु। हिँड्न भाइ नि हिँड नभुली आया। यस्तो कडा हुन्छ नि त यो ऐसेलुको चाहिँ। लप्पा लप्पा यस्तो यति छ होइन। नाइस बहिनी के तरिका टाढैको भिडियो हाम्रो गाउँको एक्सप्लोर गराउनु चाहन्छ हजुरहरूलाई होइन। अनि यो चाहिँ के अरे कुना गाउँ सिकारेमा थियो। यो कुना गाउँ लिम्बेको घरमा थियो है। सागरेको घर अनि तल खोला ओ तल एउटा तालु भन्ने आलु मान्छे हल्ला गरेछ। नाइस नाउ हामी चाहिँ रन गर्नुपर्ने हुन्छ। रन बहिनी मरिन्छ त नि नानी। के गर्नु कनेदाको केही बाँकी रहेन है। मलाई लाग्छ कनेदा चाहिँ यस्तो भएको छ है। गाडाङगुडुङ भइरहेको छ है भैयाहरू। सरर म्युजिक हाल्छ भनेर सोचेको होला।
नानी नानी ल खोलाको हालत त्यस्तो चाहिँ यहीँ थियो कनेदा भन्दा नि एउटा छत थियो छत मर्यो सक्यो पहाडी पहिरोले लग्यो लगिहाल्यो अनि हामी चाहिँ पहिरोले गाइस कनेदामा सरप्राइज भरमाउनु भइसकेको छ हो केलाइरहेछन् साथीहरू हामी उता जानुपर्छ दाइ हामी उठायो दाइ ल कन्या चाहिँ सुसुले यहाँको भेगु तार कता गयो हामीले मारिराखेको नानी तेरो हातहरु चाहिँ 2 टुक्रा हुन्छ है ए मैले त यस्तो यस्तो गरेको जस्तो देखेँ कन्या त निजन अङ्कल छ माथि के अरे छिरो के हो ढिलो आउ देखेको नि रे उद्धो के गर्नु पछि गएर नि ल नानी पौडी हान बादर हान हान्दु हान्न है ल फालमा दे हान्नु डराइ हो यो नानी त ला जान्छ यो हो कट गीत नआइसकेको गरेको नि यो मस्तिको घाममा निकाल फेर्न आउ छिटो ओ ना हान भाइ हान 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 ल दामी मै मसकली ए लु त यो स्टाइल देख्नु ल ल ल ल ल नानी यहाँ गर्ने ठाउँ हो आलु मिठो चिलेको छ मैलो खतम मिसिन छ होला यो एउटा पेतेक खेलेको छ जहाँ मैलो त नानी झेमटुङ एकछिनै ल फोरी अर्काको भेष लगाइदिनुहोस् ल अहिले म त फेरि फ्याट मारिदिन्छु नि आया हामी चाहिँ अहिले फेरि टक्क आइसकेर हामी चाहिँ स्यालाममा बस्ने छौँ है सबै हल्लाउँदै कपाल यसरी हाम्रो कान्छी पनि यतै छन् है एउटा गिटार सिकिरहेको छ त्यहाँ मजाले हाम्रो मेन गिटारिस्ट यहाँ छ ल हाई गरिदिनुहोस् न नानी नानी हाई कोरिएर बसिया छ उनकै यादमा बसेन्जी चाहिँ बसेन्जी
उहाँको यादमा टोलाएर बस्नु भएको छ उहाँ चाहिँ यो नानी के भएको पड्किन्छ पड्किन्छ दुर्ची भन्न साला दुर्छी नाक मदरचुत गाली चाहिँ मम्मी खतरा दिन्छ है गाइजहरू फेरि आमा या नि माया हो ल यता ल कस्तो गीत गाई मरेछ यार हामी चाहिँ अब पड्किसकेको छौँ है आज ग्रिन तेरा के भो पौडी खेलाइ मात्रै कस्तो दामी छ होइन यो झर्ना चाहिँ दामी छ अनि के भन्न चाहे भने मैले के भन्नु होइन है वारी जमुना भन्नु होला नि अब बोल्दैन है मलाई के बोल्दैन बादर एउटा कट चाहिँ यता फर्केर हत्तेछ कट हान्दैन त यता फर्की त नानी फर्की हो आमै लु गिटार पनि यसले त मार्ने रहेछ अब उता भनेको के भिडियो गर्नु त छैन होइन यहाँसम्म गरिएला जस्तो छ यहाँ कति घेन्सम्म देख्यौ आम्मा यस्तो छन् केटाहरू के गरे हौ तँ के म उहाँको गिटारमा प्रसन्न भएँ म प्रसन्न सो यति नै थियो हाम्रो छोटो भ्लग चाहिँ के अरे दिउँसोदेखि चटपटे खाँदा त रातै परेछ त्यही हो अब के भन्नु अब जल्दी मिलते हैं दूसरे वीडियो में आज के लिए इतना ही